वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई स्वागत गर्न चाहन्छु साथीहरू आजको ब्लगमा। र आज चाहिँ ब्लग स्टार्टिङ भइसकेको छ। तपाईँहरूले जुन योभन्दा अगाडिको ब्लगमा देख्न सक्नुभएको थियो, यहीँबाट चाहिँ मेरो ब्लग इन्ड भएको थियो भने आज फेरि यहीँबाट स्टार्टिङ भएको छ। हुन्छ, के हुनेछ यहाँहरू सम्पूर्ण अपडेट दिने नै छु, हेर्दै गर्नु होला। हुन्छ, अब हामी चाहिँ यहाँ उडालमा बस्न लागेका छौँ र अब यहाँ के हुन्छ हेर्नु होला। हामी चाहिँ आजको डेस्टिनेसनमा पनि आएर तपाईँको एउटा होटलमा चाहिँ बस्ने भयौँ, यहाँ स्टे गर्ने भयौँ। र रुमहरूको अवस्था यस्तै छ, यहाँ देख्न सक्नुहुन्छ वरिपरि होइन, यस्तो छ बेडहरू। तपाईँको यसरी चाहिँ सफा छ, राम्रो छ जस बस्नलाई। गलेर आउँदा चाहिँ बस्नलाई एकदम शान्त वातावरण पनि। बजार पनि अब निकै ठुलै रहेछ होइन, बजार पनि ठुलै छ। अब टिभी रहेछ, टिभी त कसले हेर्छ अहिलेको समयमा। र अब यहाँ चाहिँ अब तपाईँको आराम गर्छु, रेस्ट गर्छु। र अब एकछिनमा खाना माथि बनाउने भनेर हुन्छ, खानासानाहरू खाएर आज आराम गरिन्छ। यत्रो लामो बाटो पनि आइयो, थकित पनि भइएको छ। हुन्छ अब र बाहिरको भ्यू तपाईँहरूलाई म देखाउँछु, हेर्नु ल। बाहिरको भ्यू चाहिँ होइन तपाईँहरूलाई देखाउँछु ल। यस्तो छ, देख्न सक्नुहुन्छ। यो चाहिँ भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार हो। यसरी देख्न सकिन्छ। बजार चाहिँ निकै रमणीय रहेछ, ठुलै पनि रहेछ। अघि बाहिरको भ्यू पनि देखिहाल्नुभयो, हेरिहाल्नुभयो। अझ राम्रो गरी तपाईँहरूलाई बिहान देखाउँछु। अब गोलिएको छ, खानासाना खाने हो, मजाले आराम गर्ने। अनि बिहान यहाँको भ्यू चाहिँ यहाँबाट वरिपरि देखिन्छ मजाले। म तपाईँहरूलाई देखाउँछु है। हुन्छ, बाँकी अपडेट तपाईँहरूलाई बिहान दिन्छु, ब्लग हेर्दै गर्नु होला। ल फाइनली गाइजहरू गुड मर्निङ। बिहान भइसकेको छ, हामी सुतिवरी पनि उठिसक्यौँ होइन। सुतिवरी उठेर चाहिँ तपाईँको अब लुगासुगाहरू चेन्ज गऱ्यो, मुखसुख धोएर फ्रेस भइसक्यो। अब यहाँबाट निस्किन लागिरहेछौँ। र अब यहाँबाट चाहिँ निस्किएर बजार हल्का परिक्रमा गरेर हामी आफ्नो गन्तव्यमा लाग्नेछौँ। बजार हिजो अलिअलि त यहाँहरूले देखिहाल्नुभयो होइन। र अब हेरौँ अब बजार के कस्तो छ, त्यो भ्यू यहाँबाट थोरै बाल्कनीबाट म तपाईँहरूलाई देखाउँछु, हेर्नु होला ल। यहाँको अवस्था, बजार अलिकति तुवालो लागिरहेछ, यहाँबाट यहाँ देख्न सक्नुहुन्छ। फाइनली गाइजहरू वेलकम छ तपाईँहरूलाई भोजपुर बजारमा, हेर्नु होला है। यहाँको बजार चाहिँ यस्तो छ, राति देखिएको दृश्यहरू यीको हो, झिलिमिली थियो होइन, हेर्न सक्नुहुन्छ। यो चाहिँ भोजपुर बजार। यो हामी बसेको होटलको बाल्कनीबाट चाहिँ मैले भिडियो गरिरहेको छु। यहाँबाट जोस बजारको एन्डिङमा रहेछौँ, देख्न सक्नुहुन्छ। यो चाहिँ भोजपुर बजार, भोजपुर जिल्लाकै सदरमुकाम भोजपुर बजार देख्न सक्दै हुनुहुन्छ यहाँ तपाईँहरूले हेरिराख्नु भएको छ। र हामी चाहिँ अब यहाँबाट निस्किन आँटिसकेका छौँ। यो भ्यू अब मिस गर्दैछौँ है। अब हामी लाग्नेछौँ यहाँबाट गाइजहरू, हेर्नु होला यो बजार है, यस्तो छ। अब मौसम अलिकति तुवालो लागेको कारणले चाहिँ यता साइड यस्तो छ र यता यस्तो छ होइन, देख्न सक्नुहुन्छ। यो पाहरू पनि छ, परसम्म छ बजारको एरिया। तुवालो लागेकोले अलिकति क्लियर चाहिँ छैन, त्यही भएर अब चाहिँ हामी निस्किन लागेको। ल साथीहरू, के हुनेछ त्यो अपडेट पनि तपाईँहरूलाई दिन्छु। अब यहाँ तातो पानी खानुपर्ने छ, यहाँ अब तातो पानी खाने हो, अनि त्यहाँबाट जाने हो, निस्किने हो है। पानी अघि मैले जस यो होटलमा सुविधा चाहिँ तातो पानी खानको लागि आफै यहाँ मगहरू यो राखिदिएको रहेछ है। त्यो खोल्न लगाइहालेछ यसले, तपाईँको त्यो खोल्दै राखिदिँदा पनि केही हुँदैन। अनि यो तातो पानी यतिको सुविधा हुँदाखेरि, किनभने अहिले अब चिसै छ होइन, पहाडी एरिया हो, तपाईँको तातो पानी खानेले खान सकिन्छ। यो चाहिँ राम्रो लाग्यो, बस्नुलाई पनि शान्तै रहेछ यो, आनन्द, त्यस्तो डिस्टर्बहरू केही छैन, हल्ला पनि छैन होइन, राम्रो छ क्या बस्नुलाई पनि एकदम। अनि
रुमहरू पनि सफासुग्घरै छ हेर्नु। ओछ्यान सोछ्यान बिगारेर हामीले अब यहाँबाट निस्किन आँटेको र तातो पानी खाएर चाहिँ अब माथि काउन्टरमा निस्किन्छु। त्यस पछाडि चाहिँ हामी के हुन्छ भन्दा पनि अब खाजाहरू हल्का ब्रेकफास्ट खाएर चाहिँ अनि हामी निस्किन्छौँ। पुग्नु पर्ने निकै टाढो छ। ल गयो हेर्दै गर्नु होला। बाँकी अपडेट तपाईँहरूले पाउनु नै हुनेछ है। के भयो के खान्छस्? बिस्कुट रस हो भने मजा आयो सुत्नु। मिठो निद्रा लाग्यो। आनन्दले खाएर भोलि आनन्दले सुतिसक्यो त। ज्याकेट पनि च्यात्यो, चिसो सर्दै ज्याकेट गयो सक्यो। अब चाहिँ हामी निस्किनुपर्छ। अलिकति छ तर राम्रै जुत्ता हो कि मैले घटिया जुत्ता किनिदिएछु। यो चाहिँ मैले जुत्ता किन्दाखेरि किन्नु भनेको चाहिँ होला तर त्यति क्वालिटी भएको रहेछ कि त्यस्तै। पर्दा चाहिँ भक्ति त ल अब चाहिँ निस्किने हो है। ल अब निस्किन लागेको साथीहरू अहिले भेट्छु बाटोमा। तपाईँको हामी चाहिँ यहाँ होटलबाट एक्जिट हुँदैछौँ। यहाँबाट अब बिलहरू पेमेन्ट गरेर यसो मजाले खाएर हामीले आनन्दले बसेर त्यस्तो ठुलो खर्च नि भएन होइन। राम्रो जस्तो बस्नलाई पनि शान्त ठिक छ। तपाईँहरू पनि यदि कोही भोजपुर आउने सोच बनाउनु भएको छ भने यो तपाईँको बजारको इन्डियनतिरै पर्छ यो होटल चाहिँ। ठिक्क राम्रै रहेछ व्यवस्थित खाले। के भनेको अब बसेको अघि माथि छोडिसकेस् यता हेर्दै गर र कम्ती खर्चमा सफासुग्घर हस्पिटालिटी पनि राम्रो यहाँ होइन। ठिकै छ। यतिकै एकदम कम बजेटमा पनि सर्भाइभ गर्न सकिने खालको रहेछ। तपाईँहरू यो होटलको नाम चाहिँ भिन्तुना हो। तपाईँहरूले हिजो पनि देखिहाल्नु हो बाहिरबाट होइन। अब चाहिँ हामी निस्किन्छौँ। हाम्रो मौसमले चाहिँ अलिकति धोकै दिइरहेको छ। मौसम त्यस्तै छ होइन। यहाँनिर हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ लाग्छौँ। चिसो झन् चिसो पो बढिरहेको रहेछ त यहाँ त होइन। के झऱ्यो यो गाडीमा? यो सँग सबै माथिबाट पानी झरेछ नि। गाडीमा सबै झरेछ है। होटल चाहिँ यो हामी बसेको होइन। देखिँदैछ कि छैन? यो माथि बसेको थियो। माथिबाट अब हामी निस्किन लागेको। ए टोपी त्यहाँ होला है। र अब चाहिँ हामी यहाँबाट निस्किन लागेको। साथीहरू अब बजार एरिया हल्का अब छु होइन। हिजो अलिअलि चाहिँ खिचेँ तर बेलुका भइसकेको थियो। त्यही भएर चिसो छ मौसम। घाम छैन।
हैन। अनि त्यो भइसकेपछि अब जाडो चाहिँ चिसो निकै बढिरहेछ। टाइम चाहिँ अलिकति लेट भइहाल्यो अलिक। अब त्यस्तै चिसो हिँड्न पनि सकिँदैन। हिजो बलेर आएको ठ्याक्कै 9 बज्न लागेछ, 5:53 भयो होइन। त्यो 8:53 5:53 मिनट ल बस ल हेर्दै गर्नु होला। अब हामी सर निस्किन्छौँ। लोकेसन यो ठिकै होला भन्ने लागिरहेछ। ल ल फाइनली साथीहरू यो भिन्दैन होटलबाट चाहिँ निस्केको छौँ हामी होइन। बिहान चाहिँ बजारको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ। हिजो पनि मैले यहाँको विषयमा त देखाएकै छु होइन। र पनि बिहान पनि एक चरण हेरौँ। यो सबै गाडीहरू चाहिँ सायद धरानतिर जानेहरू होला। यो ट्याक्सीहरू मतलब यहाँबाट लाग्दो रहेछ। हिजो माथि सुरुमा आएर रोकेको ठाउँ होटलहरू यता पनि गर्छ, तर हामी चाहिँ सिधै बजार घुम्ने चक्करमा बजारको इन्डमै आइएछ। र पनि होटल जोस् राम्रो भेट्यो, सोचे भन्दा जोस् कहाँ हो के हो भने जस्तो थियो। अलिकति टाइम भरै आइएछ, त्यसले गर्दाखेरि हामी सही जग्गामै पर्यो होइन। अनि तपाईँको यहाँ चाहिँ देख्न सक्नुहुन्छ बजार। हाम्रो पाहाडको बजार भनेको यस्तै हो होइन। बिचमा सडक बाटो हुन्छ भने दायाँ र बायाँ बजारहरू हुन्छ, उकालो ओह्रालो भूगोल त्यस्तै हुन्छ। अन्त वेलकम टु भोजपुर भन्ने बोर्ड यहाँ राखेको छ। यहाँबाट कहाँ निस्किन्छ? हामी आएको हिजो यतैबाट हो। हामी सर्लक्कै यही बाटोलाई गौलाउँदै जान्छौँ होला सायद। वानवे त पक्कै होइन यो बाटो। भोजपुरको एउटा चिनो चाहिँ लानु पर्थ्यो होइन। सायद अब यता माथि कहीँ होइन। अब यहाँको विशेष ठाउँहरू चाहिँ अहिले मसँग टाइम भनेर मैले घुमाउन सकिनँ। अब भनेको विशेष समय निकालेर म आउनेछु। यहाँ देख्न सक्नुहुन्छ यो हिजो यही बाटो हामी छिरेको। यहाँ खुकुरी, भोजपुरको चाहिँ विशेष चाहिँ खुकुरीहरू, भोजपुरै खुकुरी होइन। दामहरू कसरी छ हो सोधौँ। एकछिन उत्रिँदा यो अर्काको पसल अगाडि गयो। यो सब्जी खुकुरीहरू कति कति पर्छ हौ? हजुर होइन, विशेष गरी यो भोजपुरको चिनो लैजाउँ भनेर होइन। यो त्यो चाहिँ 1000 रुपियाँ। अलिकति ठुलै, यो त धेरै सानो भइगयो नि। यसो काम पनि दियोस् न होइन। 2000। यहाँको प्रख्यात भोजपुरे खुकुरी भनेको चाहिँ कुन हो त? यही हो, तर साह्रै खुल्ला रहेछ क्या यो। यो चाहिँ अलिक सानो रहेछ नि।
यो तपाईँको के भएको खाएको हो कि के हो यसलाई के खुकुरी भन्छ बुदुने भोजपुरको प्रख्यात सिरुपाते हो कि बुदुने हो त बुदुने नै हो आफैको हो सिरुपाते चाहिँ भोजपुरको चाहिँ बुदुने यो पनि धेरै खुल्ला रहेछ यो चाहिँ के हो त्यही बुदुने नै हो यो भोजपुरको म्याट हो होइन हजुर अलि मिलाएर दिँदा चाहिँ कतिसम्म दिनुहुन्छ त यो हजुर होइन यही ठुलो 2000 भन्दै हुनुहुन्छ तपाईँले यो त सानो छ नि त योभन्दा त्यही त सानो छ अनि अलि मिलाउनु न लाँदा त अलिक ठुलै लाँदा चाहिँ बरु काम पनि दिन्थ्यो कि यो त तर धेरै खुल्ला छ अलिकति जाम भएको छैन धेरै खुल्ला भयो नि त यो त अरू कुनै छैन यही साइजमा समस्या भइगयो नि त भन्ने यो धेरै सानो भयो बेड पनि स्क्याच रहेछ यो बेड चाहिँ कुन काठको हुन्छ यो चाहिँ के को हो त चिनो लैजाउँ भनेर खासमा चाहिँ यसो काम पनि दियोस् चलाउनलाई होइन भन्न सोचेको थियो यो के भएको यही साइजमा छैन अरू यो एउटा रहेछ यो अलिक कस्तो कस्तो लाग्यो कि सबै ख्याल लागेको रहेछ यो मिलाएर दिनु नि त यो हजुर 1500 जतिमा आउँदैन 1500 जतिमा 1500 गरौँ न साउजी यो टुप्पो यस्तो यस्तो रहेछ हौ यो 1500 गरौँ न ल यसो भोजपुरको चिनो लैजाउँ भनेर हजुर खुकुरी त उतैतिर पनि धेरै पाउँछ होइन अनि अब यो चाहिँ एउटा भोजपुरको चिनो हुन्छ पछि आफूलाई घुम्न आएको बेला भन्ने हिसाबले लान खोजे हो होइन अलिकति तर यो धेरै स्याजहरू छ अलि सट्ट नचल्ला हातहरू काट्छ लु त यो जान्छ यो केले लु त फाल्दिनु त 1500 गरौँ ल साउजी हजुर कतिसम्म चाहिँ दिन सक्नुहुन्छ त भनिदिनु न त अब ठ्याक्कै देउताको बोली त होइन होला नि त तपाईँको पनि यतिसम्म चाहिँ आउँछ बिहानको टाइम हजुर हजुर अघि 1800 भन्दा पनि त अहिले 1900 भन्नुभयो फेरि यो चाहिँ 1900 नै पर्यो लु ठिकै छ त्यसैलाई सफा गरिदिनु नि त अब तपाईँ पनि कडै खालको सब्जी हुनुहुँदो रहेछ कि अनि देउताकै बोली गर्नुहुन्छ अनि हजुर त्यही त त्यस्तै देखिनु भयो त यता अब टिप छिटो एटिएम त रहेछ एटिएम बोकेर आइएन अब कहीँ खाजा खानु पर्यो भने पो समस्या हुने पर्यो होइन भोजपुरको चिनो यसो लैजाउँ भन्ने सोचले घुम्न आएको बेला हामी झापादेखि हो हजुर झापा हाम्रो दमक हो हजुर बस भाइ न साथीहरू यहाँ भोजपुरको चिनो एउटा खुकुरी पनि किन्ने
किनभने अब यहाँबाट यत्रो आइसकेपछि बजार घुम्यो हेऱ्यो होइन, यो एउटा चिनो त बोक्नु पर्यो। यो गाडी फेरि यो कहाँ रोकिरहेको छ? साँगुरो बजारमा यस्तै छ। फाइनली गाइजहरू भोजपुर बजार घुमेर हामी हिजो आएको बाटो यही थियो होइन, बस्न सक्नुहुन्छ। अब भोजपुरको भ्यूहरू पनि तपाईँहरूले बिहान हेर्नुभयो हामी बसेको होटलको लोकेसनबाट। तपाईँको त्यहाँ चाहिँ ठाडै उकालो बाटो रहेछ होइन, हिजो ओह्रालो ओह्रालो झरेको थियो, आज उकालो उकालो सर्टकट बाटो यताबाट आएको होइन। अब यो माथि नै एउटा बजार चाहिँ यसरी रहेछ, तल एउटा बजार, मेन बजार तल हटियाहरू लाग्ने ठाउँ पनि त्यो रहेछ। यो मन्दिर हिजो तपाईँहरूले देखेको हुनुहुन्थ्यो, हिजोको मन्दिर यही हो। यहाँ चाहिँ तपाईँको ठाडै उकालो चाहिँ ठाडो उकालो छ कि गाडी पनि एक गियरमा लगाएर मात्रै अगाडि तान्ने खालको जग्गा छ। दादा हिजो ठाडै ओह्रालो थियो, आज ठाडै उकालो। पाहाडको भूगोल भनेको यस्तै छ कि सुरुमा हामी छिरेको पनि यतैबाट छिरेको थियौँ। र फाइनली साथीहरू भोजपुर बजारबाट चाहिँ हामी फर्किँदैछौँ होइन। यहाँहरूले हेरिहाल्नुभयो भोजपुरको भ्यू पनि। अब एउटा दुःख लाग्दो कुरा चाहिँ यहाँको चखेवा भन्ज्याङ भन्ने ठाउँ छ होइन, त्यहाँ जान पाइएन क्या, मेन समस्या भनेको। यत्रो बाटो आएर पनि जान पाइएन, अलिकति टाइम त्यस्तै छ। ठ्याक्कै घुमेर हिँड्ने मात्रै सक्ने, अलिकति लिएर आउनुपर्ने रहेछ 2-4 दिनको। त्यति गरिएन, त्यो ठुलो गल्ती गरियो। चखेवा भन्ज्याङ चाहिँ जानुपर्ने रहेछ होइन। अब योचोटिलाई यस्तै भयो, अब अर्कोचोटिलाई साथीहरू ट्याक्कै हामी जोबाट छिरेको एउटा यो होइन। यो चाहिँ मेन हाइवे, यो काठमाडौँ घुर्ने कता कता निस्किने हाइवे। सुरुमा हामी यहाँनिर आएर यो ट्याक्सी काउन्टरको एकजना मान्छेलाई सोधेको थियौँ यहाँनिर। यहाँ सोधेर चाहिँ यहाँबाट हामीले लोकेसन पत्ता लगाएर हामी बढेको थियौँ। अब चाहिँ हामी भोजपुरलाई बाई बाई भन्दै निस्किँदै साथीहरू ल। अब भोजपुर बजारबाट निस्क्यौँ ल। अब बाटोको अपडेटहरू चाहिँ हिजो मैले सम्पूर्ण आउँदाखेरि दिएकै छु होइन। त्यो एउटा चोकहरू चाहिँ छुटेको छ, त्यो चोकहरू चाहिँ तपाईँहरूलाई म याद गरेर यता साइडमा राखिदिन्छु होला सायद। अब साइडमा राखिदिने चाहिँ हाम्रो ट्राफिक अङ्कलहरू साथीहरू चाहिँ बसिराख्नु भएको छ मजाले चेकिङको लागि। उहाँहरू चाहिँ मोड ठिक गरेर बसिराख्नु भएको छ कि कुन चाहिँ बिना लाइसेन्सको आउँछ त्यसलाई हामी समातौँ भनेर। अनि मौसम भन्नुहुन्छ भने यहाँको अवस्था अहिले हल्का कुहिरो लागेको, अलिअलि घाम लागेको है।
यस्तो अवस्था छ र हामी चाहिँ बढी नै रहेछौँ अगाडि होइन। यो अगाडि भारी लोग्ने साथीहरू टाढा कहाँबाट भएको म्यानेजमेन्ट त्यो भारी बोकिराख्नु भएको छ। अब अर्कोचोटि फेरि कुनै समय मिलाएर म आउँछु। चखेबा जान पाइएन, चखेबा निस्किने गरी चखेबा भन्छन् जाने गरी आउँछु। किनभने त्यहाँ 1 घन्टा जानलाई बसेर खानासाना खाने ठाउँ पनि छ भन्ने भन्नु चाहिँ कि गएको भए पनि हुन्थ्यो कि बाटो बेला है। ठिकै छ, कुनै बेलामा आउँछु। आई लभ भोजपुर। फोटो त हान्नु पर्थ्यो, फोटो हानिएन है। फोटो हान्नु पर्थ्यो, फोटो हानिएन। फोटो हान्नु पर्थ्यो, हान्न सकिएन। ल ठिकै छ, भिडियोमा क्याच गरियो, त्यसैमा खुसी मान्नुपर्छ है। त्यो बाटोमा कहाँबाट ढुङ्गा झऱ्यो, बाटोमा ढुङ्गा झर्नु साथीहरू है। अलिकति यस्तो नै त्यस्तो गरेर आइयो क्या, त्यही भएर चाहिँ समस्या भयो क्या। टाइम अलिक फुल समय लिएर आउन पाइएन होइन। त्यही भएर चाहिँ अलिकति गाह्रो भयो। के गर्छ मलाई जिन्दगी कहिले काहीँ अर्काको अन्डरमा बस्दा गाह्रो हुन्छ क्या, प्राइभेट जागिरहरूको कारणले हो खास चाहिँ। म चाहिँ अब क्यामेरा अफ गर्छु। यो हिजो सबै फर्केको, हिजो आएको लोकेसनहरू छ, जहाँ जहाँ छुटेको छ त्यहाँ चाहिँ अन गर्नुपर्छ कि जस्तो लाग्दैछ होइन। त्यही भएर झर्ना पनि झर्दो रहेछ। साथीहरू है, अब कुनै समय बाटो टाइम मिलाएर म आउँदाखेरि चाहिँ तपाईँको यता दिक्तलतिर पनि जाने गरी आउनु पऱ्यो क्या टाइम लिएर। अब त्यतिखेर चखेर भन्छन् सुन्नु सबै घुम्नु पऱ्यो। किनभने अब अहिले टाइम पनि भएन, अनि त्यसले गर्दाखेरि चाहिँ फर्किहाल्नु पर्ने हो होइन। फर्किहाल्नु पर्ने भएको कारणले तपाईँको समय मिलेन। सानपाङचोक आइपुग्यौँ हामी गाइसहरू। चिन्डोबाट पानी झरिरहेको अवस्था पनि रहेछ। हिजो त यादै गरिएको थिएन है। हामीले नागबेली बाटो काट्दै हामी हाम्रो यात्रा धेरै नै छ है। जानुपर्ने धेरै नै छ गाइजहरू है। समस्या चाहिँ त्यो छ।
हाम्रो दाइलाई रिस उठे जस्तो छ। अघि मैले ओभर हानिदिएर हिँडेको थिएँ, उहाँले मलाई दिनुभयो होइन। ठिकै छ, किनभने कसैसँग टक्कर गरेर हतार गरेर हिँडेर पनि भएन क्या। बाटो बाटो साथीहरूलाई बाटो पनि दिनुपर्छ, त्यतिको रेस्पोन्स चाहिँ दिनुपर्छ। आफूले मात्रै यहाँ हुँ भन्नु पनि हुँदैन, आफ्नो सिटमा आफू हिँड्ने हो, उनीहरू आफ्नो सिटमा हिँड्छन् होइन। अब म चाहिँ क्यामेरालाई यहाँ अफ गर्दैछु, किनभने यो होइन अब यहाँबाट रेकर्ड सुरु गरियो गाइजहरू। यहाँनिरबाट चाहिँ तपाईँको हिजो मैले रेकर्ड गरेको थिइनँ, ब्याट्री सकिने कारणले यो हिले भन्ज्याङ भन्ने ठाउँबाट चाहिँ स्टार्टिङ भएको थियो, बिचमा छुटेको ग्याप फेरि मैले फर्किँदालाई समेटेको छु, हेर्नु होला होइन। हामी हिले भन्ज्याङ क्रस भएर ओह्रालो झर्दैछौँ, ओह्रालो आइरहेको थियो। हर्न बजाउनु भनेर सङ्केत आइरहेछ होइन, टर्निङ यस्तो छ त्यही भएर पनि बजाउनै पर्ने हुन्छ है गाइजहरू होइन। अब दाइले के हो सिक्नु भएको हो कि हेलमेट पनि छैन, कुदाउनु भएको हो, पिचमा निकाल्नु भएको छ होइन। त्यस्तो गर्नु नहुने हो, सेफ्टी लगाएरै कुदाउनु पर्ने कुदाए पनि होइन, किनभने लडिहाल्यो कतै ठोक्किन सक्छ बाटो हो, सावधानी चाहिँ अपनाउनु पर्ने हो। मैले किन नअपनाएको भन्ने कुरा आउँछ होइन। त्यही भएर गाइजहरू हामी अब हिजो छुटेको ठाउँहरूलाई क्याप्चर गर्दै गर्दै हाबु नागी के पो लेखाएको थियो त्यहाँ, हाबु नागी हार्सुलुङ कि बार्सुलुङ के लेखाएको थियो, त्यो चाहिँ एक्ज्याक्टली बाइक स्पिड भएकोले गर्दा मैले हेर्न पाइनँ। 2 किलोमिटरमा के हो हस्पिटल भन्ने जस्तो कुरा आयो यहाँ होइन। हामी कुदेका छौँ, कुद्दैछौँ गाइजहरू है। अब बछुरको दर्शन गरेर आइयो, बछुरको भात खाइयो, एक रात भए पनि एक छाक भए पनि, तर मेन जाने पोइन्टतिर जान पाइदिएन समय नभएको कारणले। के गर्नु र, यो चाहिँ मेरै मिस्टेक हो, अलिकति टाइम लिएर आउनु पर्थ्यो, त्यो भएन। खैर केही छैन, अब कुनै समय यो बाटो राम्रो टाइम निकालेर आउँछु, त्यस पछाडि चाहिँ म मजाले घुम्छु, तपाईँहरूलाई पनि घुमाउँछु ल। भोजपुरका पर्यटकीय क्षेत्र भनेको चख्या भन्ज्याङ एउटा रहेछ, अरू कुन छ त्यहाँ भन्दै हुनुहुन्थ्यो हाम्रो होटलको ओनरहरूले, स्टाफहरूले ट्याक्कै एक्ज्याक्ट, तर यो भन्ने कुरा थाहा पाउन सकिएन होइन। थाहा पाउन सकिएन भन्दा पनि जान सकिएन, आफ्नै टाइम नभएको कारणले। अब यो भन्ने कुरो बाटो चाहिँ हिँड्नु पर्ने हुन्छ होइन। ओह्रालो आएछ, ओह्रालोमा चाहिँ बेसी स्पिड हिँड्नु मिल्दैन, गाडीको ब्रेकै नलाग्ने अवस्था भयो भने गाह्रो हुन्छ। अहिले अलिक पछाडिको ब्रेकले काम गरिआएर हिँड्छ, त्यति साह्रो जति झ्याप्पो लाग्नु पनि हुनु पनि खिसम्म होला। कुदैको यो पाहाडको बाटो बराबर उकालो नै हो, बेसी ब्रेकमै हिँड्नुपर्छ होइन। अनि अर्को कुरो के छ भने गाडीहरू त्यही भएर ब्रेक चाहिँ जान्छ। यहाँ आयो भर जस्तो गाडी हामीले साइड दिनुपर्छ, यस्तो हेभिलो बोकेर आएको हुन्छ बिचराहरू, कहाँबाट आएको हो, घरतिर इटारी विराटनगर कताबाट आएको हो। यी गाडीहरूले नै सामुन ढुवानी गरेर तपाईँको पाहाडका कुना काप्चा
घुम्न आउनेदेखि लिएर त्यहाँका बासिन्दादेखि लिएर सबैले खुवाउने एक गाडीहरूले बोकेर हो होइन। त्यही भएर गाडीहरूलाई रेस्पेक्ट गर्नुपर्छ, ठुलो गाडीलाई सानोले साइड दिनुपर्छ। लोड हेभी बोकेको हुन्छ, हामीले रेस्पेक्ट गर्नुपर्छ र ठुलो सवारीले पनि सानोलाई माया गर्नुपर्छ। सबैको अधिकार छ सडकमा हिँड्ने भन्ने कुरालाई मध्यनजर राख्नुपर्छ। त्यसरी सबैले एकअर्कालाई रेस्पेक्ट गरियो भने हामी केबाट बच्न सकिन्छ त भन्दाखेरि सवारी दुर्घटनाबाट, मानवीय क्षतिबाट बच्न सकिन्छ होइन। त्यो कुरालाई बुझ्नु जरुरी छ। जति पनि सवारी चालक साथीहरूले भन्न चाहन्छु, हामी तीव्र गति जीवन क्षति भन्ने बोर्ड राखेको ठाउँमा आइपुग्यो। यो ठाउँ हो थाहा छैन, हामी कुदि नै राखेका छौँ। ल यहाँ ट्याक्सी स्ट्यान्ड, म्यादी प्रहरीहरू चेकिङको लागि ट्राफिक साथीहरू बसिराख्नुपर्छ। उहाँहरूले हामीलाई रोक्नु देखाउने हो भनी जाने हो होइन। ल उहाँहरूले के सोध्नुहुन्छ त्यही भन्ने जाने। हजुर भन्नुहोस् त, कागजपत्र छ त सर, के देखाउनु पर्छ? देखाउनु पर्ने हो भाइ। उत्रिएर ब्याग झिक त, ब्याग झिक्न, उत्रि त एकछिन। रेकर्डै भइरहेछ। टिकटकमा चाहिँ होइन, म चाहिँ ब्लग बनाउँछु। म तपाईँको भोजपुरसम्मको ट्राभल हिजो गरेको थिएँ, आज फर्किँदै गरेको। ल हजुर, यो मेरो लाइसेन्स, यो बिल बुक भयो गाडीको। घर मेरो झापा मेरो कमल गाउँपालिका पर्छ। भयो सर? होइन, अब हामी चैनपुर। हजुर हजुर, आज हाम्रो चैनपुरसम्मको हो यात्रा। ल भाइ बोक्छु ल। एकछिन ल, बसिहाल्नु नि। ल बस भयो। ल अब हामी लाग्यौँ होइन। अनि ट्राफिक साथीहरूले उहाँहरूको चेक गर्ने कर्तव्य हो, हामीले कागजपत्र बोकेर हिँड्ने कर्तव्य हाम्रो हो। ल साथीहरू, यो झन्डा चोक हो क्या हिजो छुटेको। विशेष तपाईँहरूलाई देखाउन खोजेको पनि मैले यही झन्डा थियो होइन। क्यामेरा अफ गरेर हिँडेकोलाई ट्याक्क आइदियो लोकेसन। यो भनेको चाहिँ कुन ठाउँ रहेछ भने तिवारी भन्ज्याङ, यसलाई भन्दो रहेछ तिवारी भन्ज्याङ। हेर्नु होला गाइड चाहिँ होइन, यहाँ देख्न सक्नुहुन्छ तिवारी भन्ज्याङ बजार छ एउटा सानो। झन्डाले स्वागत गरेको थियो हामीलाई हिजो, तर ट्याक्कै क्यामेरा अफ भएकोले गर्दा मैले तपाईँहरूलाई देखाउन सकिनँ। त्यसैले अहिले मैले रेकर्ड गरेर तपाईँहरूलाई यहाँ लियरमा हालेर म देखाउँछु भन्ने सोचेर यो राखेको, क्याप्चर गरेको हो होइन। र एउटा कुरा चाहिँ त्यो ब्यागको चेनहरू राम्रो लागेको छ। के हुँदो रहेछ भने हामी कुनै दिन त्यसरी पनि हिँड्नुपर्ने अवस्था आउँछ होइन। तर जस आफूसँग डकुमेन्टहरू भएपछि निर्भरका क्या, कुनै टेन्सन नलिकन हिँड्न सकियो, शान्त छ, झ्याप्प रोकेर देखाउन सकियो। अनि आफूसँग कागजपत्र टक्क भएपछि चाहिँ उहाँहरूको पनि बोल्ने ठाउँ हुँदो रहेछ क्या। उहाँहरूले बोल्ने के हो, उहाँहरूले हो नि त। कतिजना अलिकति फ्रड व्यक्तिहरू भनौँ न, अब
त बाध्यतै हो अब लाइसेन्सहरू बनाउन र त्यति सहज छैन र पनि कोसिस गर्नुपर्छ असम्भव पनि छैन कोसिस गरेर हिँड्यो भने सहज नै हुन्छ त्यसले गर्दाखेरि साथीहरू हामी जानु पर्यो भन्दाखेरि म थोरै यहाँ क्लियर हुन चाहन्छु एकछिन बाइक रोक्छु मलाई अलिकति डाउट लाग्यो त्यो ब्याग झिक्छ केटा त्यसले लाइसेन्स त दियो नि मलाई होइन हेर्नुपर्छ यार भरे स्वाटै टाढो पुगिसकेपछि सानो एउटा केयरलेसले गर्दाखेरि दुःख पाइन्छ फेरि दिएरै हाले जस्तो लाग्छ ए हाल्दैछ ल ठिक छ हाल्दैछ यति भएपछि क्लियर गरेर हिँड्न सक्थ्यो नि त यार तना भइहाल्छ नत्र भने भरे आफूले दुःख पाउने हो भन्नु साथीले खुकुरी चाहिँ देखेन निर्वाचन प्रहरीहरू साबुहाङ भन्ने सुनायो साबुहाङ भनेर सुनायो अलिकति अघि देख्नु पर्यो अनि कफी खायो कफीले पो हो कि साथी दुख्ने भन्नाले कफी खायो ओह्रालो परिमल ओह्रालो भन्दा पनि ओह्रालै छ परिमल ओह्रालो झर्दै लाग्दैछ होइन ओह्रालो 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 लाग्दैछ त्यही भएर एक्सिडेन्ट हुने सम्भावना ओभर स्मार्ट पनि गर्नु हुँदैन ओभर स्मार्ट भयो भने चाहिँ समस्या नै हुन्छ त्यसले गर्दा ठिक्कसँगले स्मार्ट गरेर हिँड्नुपर्छ ओभर भयो भने चाहिँ गयो भने र साथीहरू अब हामी निरन्तर फर्किरहेछौँ अब तपाईँहरूलाई छुटेको ठाउँहरूको विषयमा गराउँदैछु होइन देख्न सक्नुहुन्छ यो ठाउँहरू चाहिँ मैले क्यामेरा गरेर परदेशमा अब शुक्रबारे बजार अघिको त्यो पनि छुटेको थियो यस्तो कुइक टर्निङ छ होइन किन कुइक हो सर बरु अलिकति भए पनि बाटो भएपछि रिपेयर गरिदियो भने धेरै राम्रो हुन्छ है पिचको अरू विनाश हुनबाट पनि जोगिन्छ किनभने अरू विनाश भएन भने हामीलाई पनि सहज हुन्छ हिँड्न अनि तपाईँको खर्च पनि ठुलो आउँदैन होइन त्यसले गर्दाखेरि अब त्यसरी गरेर बोल्दै भइराखेको छु कुन ठाउँ आयो साथीहरू भन्दाखेरि सोसेटार भन्ने ठाउँ आयो के अरे त्यति सुकाएको होला नि अब त देख्नेलाई थाहा हुँदैन अनि मलाई के थाहा हुन्छ मैले देख्दै देखेँ ल साथीहरू यसरी चाहिँ सोसेटार क्रस गरेर हामी हिँड्दैछौँ फेरि ओह्रालो नै गरिरहेका छौँ आफ्नो गन्तव्यमा अब थोरै गाडीलाई पनि
रेस्ट चाहिन्छ होइन। हामी गाईलाई भनेको हामी के अरे यहाँ के एउटा बजार छ क्या, प्याउली बजार। लेकमा 35 किलोमिटर रहेछ, प्याउली बजार आउनै हो टोलहरू। 35 किलोमिटर भनेपछि 30 किलोमिटर आइएछ अहिलेसम्म। साथीहरू 30 किलोमिटर आइएछ होइन, 30 किलोमिटर आइएछ। अब हाम्रो डेस्टिनेसन त्यति त होइन। तपाईँको हिजो त्यहाँ हारा रोकिएर हामी धनकुटा र भोजपुर छुट्टिने त्यहाँ जुन जग्गामा पुगेको छुट्टिने भनौँ न, धनकुटा र भोजपुर छुट्ने ठाउँ लेबर बजार, त्यहाँसम्मको डेस्टिनेसन हो। त्यहाँदेखि त्यतै छ। अब हिजै अपडेट पाइहाल्नु तपाईँहरूले हिजो। अनि अर्को ठाउँ छुटेको ठाउँ चाहिँ साथीहरू यहाँ हाइवे छुटेको ठाउँ, यहाँ हाइवे यो गेटले हामीलाई पालिका भनेर हामीलाई यहाँ स्वागत गरेको थियो क्या। यो ठाउँ पनि छुटेको थियो यहाँनिर चाहिँ तपाईँको पौवा डुङमा गाउँपालिका भवन भन्नुभएको थियो यहाँलाई भन्छ। पौवा डुङमा होइन, डुङमा भन्ने ठाउँ रहेछ होइन। त्यही भएर गाडीले पनि म तातिरहेको छु भन्ने खालको सङ्केत दिइराखेको छ क्या। यो गाडीको आवाजबाटै पनि थाहा हुन्छ गाडी अलिक तातिएर तपाईँको मोबिल धेरै फिट्यो भने मोबिल त घोलिएर त्यो मोबिलको एउटा चिप्लोपना हुन्छ, त्यो तातेपछि त्यसले गालेपछि के हुन्छ भने 5 किलोमिटर जस्तो प्याउली बजारमा एकछिन अडिने, अरू रेस्ट गर्ने, गाडीलाई पनि चलाउने, त्यस पछाडि अनि हामीले आफ्नो गन्तव्य गर्ने त्यसै लागेको छ साथीहरू। हेर्दै गर्नु प्याउली बजार हिजो देखाएँ होइन, हिजो आउनु र अब तपाईँ प्याउली बजारमा पनि अपडेट पाउने बाटो त कस्तो सेलरोटी जस्तो छ भनिदिन्छ। छेउबाट अर्को चौधरी कति साह्रो प्याउली बजारसँग चाहिँ रेकर्ड गर्छु। त्यसदेखि उताको त अब हिजो अपडेट भइसकेको छ। अघि छुटेको ठाउँहरूको विषयमा मैले रेकर्ड गरिदिएँ होइन। यो त्यस्तै व्यक्तिको समस्याले गर्दा त्यो ठाउँ छुटेको छ नि त, यत्तिको गरिसकेपछि किन त्यतिको छुटाउनु भन्ने कुरा हो। त्यसले गर्दा 5 किलोमिटर रहेछ प्याउली बजार, गेट गरेर अब बिहान तपाईँको चाहिँ ब्रेड र अन्डा खाएर हिँडेको पर्छ। अनि कति 11-12 कति बजिसक्यो, तपाईँको खाना खाने टाइम पनि भयो। आज प्याउलीले पनि खाना खाइन्छ होला। प्याउली बजारमा खाना खाएर हामी लागिन्छ। त्यहाँदेखि पनि 35 किलोमिटर हिँडेको विजय बाससम्म आइपुग्छ साथीहरू। यो विजय बास चाहिँ हिँड्नु छुटेको थिएन। विजय बास पछाडि हामीले विजय बासको पनि कुरा के चाहिँ कहाँनिर तपाईँको एकजना बहिनीलाई त्यहाँ टिसर्ट लागेर पनि अनि प्लस एकछिन रेस्टुरेन्ट भनेर बाइक लगेको छ। त्यहाँनिर चाहिँ तपाईँको त्यो बहिनी चाहिँ बाख्राहरू चराएर आउँदै रहेछ। अनि उसलाई सोधेको छ क्या, कति छ भोजपुर यहाँदेखि। त्यो बहिनीले भनेको थियो तपाईँहरू 1 घन्टा 45 मिनट लाग्छ। 1 घन्टा 45 मिनट भयो। यो विजयबास भन्ने ठाउँ चाहिँ स्कुल क्षेत्र चाहिँ माथि डाँडामा चाहिँ सुरु छ। विजयबास ठाउँको नाम
पुरुषले पर्ने होइन उताबाट आएर यतापट्टि जति साह्रो थोरै केही खाजा नास्ता भन्दा पनि खानै खानुपर्छ ल टाइम कति भए पनि टाइम सन्डे गरेर खानै खाइन्छ कि होइन अनि त्यस पछाडि चाहिँ फेरि हामी आफ्नो गन्तव्यमा निरन्तर फर्किन्छौँ साथीहरू है किनभने शरीरलाई पनि एनर्जी चाहियो गाडीलाई पनि रेस्ट चाहियो गाडी पनि तातियो ब्रेकको ब्रेकमा तपाईँले कम्ती गियरमा दिनुपर्छ गाडी हामी स्पिड कुद्न जानु सक्दैनौँ यस्तो बाटोमा होइन आफ्नो सबैले क्षमता अनुसारको स्पिडमा हिँड्नु पऱ्यो त्यही भएर गाडी अलिकति तात्तिने पनि काम हुन्छ साथीहरू अनि अलिक डाउन हुँदै जाँदाखेरि तपाईँको पुरा कामहरू चाहिँ बन्द हुँदै जान्छ यो समस्या चाहिँ र फाइनली हामी प्याउली बजार झलक पनि अलिअलि देखिन थालो होइन अब यो गाडीलाई थोरै सेलाउने हिसाबमा लाग्यो न्युट्रल गरेर ब्रेकको अलिकति हेर्ने इन्जिनको मोडल सेलाउँछ कि जस्तै चाहिँ प्याउली बजार हामी लाग्यो प्याउली बजार पुग्दैछु अब यहाँ बसेर चाहिँ है तपाईँले के गर्ने भने टाइमलाई हेरेर खाना खाने खाजा खाने डिसिजन गर्ने हो होइन त्यस पश्चात चाहिँ हामी एकछिन रेस्ट गरेर प्याउली बोल्नेहरूलाई स्वागत गरिसक्यो प्याउली बजार अनि त्यस पछाडि चाहिँ एकछिन रेस्ट गरेर हामी आइसक्यो प्याउली बजार होइन कामहरू बन्द भइसक्यो प्रेसर डाउन भइसक्यो यही मोटो ट्राभल्स हिँड्नु कहाँ बसेर काठमाडौँ जाने रहेछ यताको फाइनली साथीहरू हामी चाहिँ भोजपुरको प्याउली बजारमा आइपुगिसकेका छौँ साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँहरूले यो चाहिँ प्याउली बजार रहेको छ र हामी यहाँ केही समय बसेर चाहिँ तपाईँको खाजा नास्ताहरू खानेछौँ खाजा नास्ता भन्दा पनि भयो भने खानै पनि खान्छौँ होला सायद र यहाँबाट निस्किन्छौँ के हुनेछ बाँकी अपडेट दिने नै छु हेर्दै गर्नु होला भनेपछि पार्कै हुँदोतिर जाने गाडी हिँड्नु ठाउँ बजार चाहिँ सिधै छ अब यो खाजा घरहरू छ त उत्रि त भाइ प्याउली बजारमा 12 साढे 12 बजी पुगिने रहेछ प्याउलीबाट प्याउली बजार यस्तो छ होइन यताबाट आएको हामी यता भोजपुरबाट
अब हामी फाइनली यता जानुपर्ने गाडी यता राखिरहेको छु यहाँ जानुपर्छ होइन र अब एकछिन यहाँ रेस्ट गरेर खाजासाजा खाएर भोक पनि लाग्यो बिहान चाहिँ ब्रेड मात्रै खाएर हिँडेँ कि 9 बजी लगभग 9 बजेको थियो भनेपछि 1.5 घन्टा 10 साढे 10 1.5 घन्टा जति लागेको छ बिस्तारै आयो त्यो भएर हामीलाई टाइम लाग्यो अब हामी चाहिँ खाजा खाएर होइन एकछिन बसिरहेको छौँ नास्ता खाने ठाउँमा खाएर निस्किन्छौँ अनि अब बाँकी चाहिँ हिजो सबै मैले यहाँको अपडेट दिइसकेको छु अब एकैचोटि तल गएर खोलामा तपाईँहरूलाई म भेट्छु लेकको अरुण नदीको पुलमा हुन्छ अब यहाँबाट चाहिँ एकछिन रेस्ट गरेर खाजा खाएर हामी निस्किन्छौँ र फाइनली साथीहरू यो भिडियो यहाँ सबै हेर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र यदि कोही नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला हुन्छ यति भन्दै आजको ब्लगबाट बिदा हुन चाहन्छु यो भ्लग चाहिँ यहीँसम्म मात्रै मैले गरेको छु र साथीहरू बाँकी यहाँदेखि उताको बाटोको दृश्यहरू चाहिँ तपाईँहरूले मेरो अगाडिको भ्लगमा हेर्न सक्नुहुन्छ हुन्छ हामी चाहिँ अब यहाँ फाइनली यहाँबाट फर्किसकेका छौँ हेर्दै गर्नुलाई यो चाहिँ बाटोमा खिचेको फोटोहरू हो ल साथीहरू आजको ब्लगबाट बिदा हुन चाहन्छु